त्यो भिडियो बनाउने नै भनेर बनाएको क्या मैले त्यो त मैले अब त्यसमा माछा हाल्ने भनेर गरेको हो नि त। किन भनौँ न, मैले त्यो पुरै पखालेर मजाले, पहिला त असली राम्रोसँग पखालेको थिएन नि त, पखालेर पुरै गरेर राखेको हो नि त। अनि त्यो भिडियो बनाउनलाई नि कन्टेन्ट हुनु पऱ्यो, कन्टेन्ट नभइकन भिडियो कसरी बन्छ? जानु पऱ्यो, झन् जाने है तपाईँहरूको सर्लाक्क लगाएर भनेको। अब भयो, नजानु, छोडिदिनु। चुपो लागेर अन्डा खानु, अन्डा त्यो भाइले दुईवटा अन्डा उसिनिदिएको छ, अन्डा र चट लगाएर दाल भात अन्डा खानु, आनन्दले खानु न यार। अचार ढुक्कले साथले खानु न। जाने भनेको त छँदैछ नि, के को टेन्सन लिएर आएको तपाईँ? जाने त जाउँला नि, जानुपर्ने ठाउँमा त जाउँला नि, के टेन्सन लिएर जाएर बसमा जाउँला। 1 सेकेन्डमा त सकेको सके हो। 1 सेकेन्डमा त 1 गाँस, 2 सेकेन्डमा 2 गाँस पुरा। अनि टिकटक के अरे युट्युबमा अपलोड गर्ने हो कि सेकेन्ड भ्लग। यो चाहिँ मेरो सेकेन्ड भ्लग होइन, र साथीहरू हेर्नु भनेर चाहिँ पुरै युट्युबमा हाल्ने कि। अनि उतातिरको पुरा खिचेर तपाईँ त लास्ट के हो त्यो